सुदन म उपचार पर्दा सम्भवतः देशकै राम्रा उस्तै परे विदेशमै पनि व्यक्तिगत आफ्नै क्षमताले उपचार गर्न सक्छौँ। हामीलाई होइन, राम्रा बाटाघाटा राम्रा चिजहरू हामीलाई चाहिएको होइन, बढी तपाईँहरूलाई चाहिएको हो। यो लडाईँ तपाईँहरूको लागि हामी लडिरहेका छौँ, आफ्नो व्यक्तिगत स्वार्थका लागि होइन। म सुदन गुरुङ यहाँ अहिले यस क्षेत्रको उम्मेदवार हुनुहुन्छ, म गर्वका साथ भन्छु देशलाई माया गर्ने छोरो हो सुदन गुरुङ। म यति कुरा भन्न सक्छु, देशलाई माया गर्दा सुदन गुरुङले। सुदन गुरुङको नागरिकता चेक गर्नु पर्यो भनेर भनेको पनि मैले सुनेको थिएँ। नागरिकता मात्र किन, सुदन गुरुङको छाती पनि चिरेर चेक गरे हुन्छ, त्यहाँ नेपाल र नेपाली हेर्न। हर मान्छेका आफ्ना स्वभाव हुन्छन्, आफ्ना कमजोरी हुन्छन्। हामी अपरिपक्वताको बाटो हुँदै परिपक्वतामा प्रवेश गर्ने चरणमा छौँ। मेरा कयौं अपरिपक्वता छन्, कयौं मेरा आवेगपूर्ण अभिव्यक्तिहरू छन्। हामीभित्र एउटा पीडा छ, र पीडाको अभिव्यक्त गर्ने